टर्कीबाट युरोप कन्ट्रीहरू लिगली तरिकाले जानु मिल्छ कि मिल्दैन भन्नुभएको छ होइन। धेरैजना एजेन्टले अहिले के भन्दैछ भने टर्की जाने, टर्कीबाट चाहिँ अरू युरोप कन्ट्रीहरूतिर छिर्न सजिलो हुन्छ भनेर नेपालीहरू छ क्या। एउटाले अर्कोलाई ठग्ने, अर्कोले अर्कोलाई ठग्ने, अनि चर्को पैसा लिने, अनि तपाईँहरूलाई काममा लगाइदिने, काम पनि राम्रो काममा नलगाउने, त्यस्तै हुन्छ क्या। अब उता त ठग्यो अनि तपाईँहरू यहाँ पनि ठगिनुहुन्छ। टर्कीमा फ्यामिली लानु मिल्छ, युरोप कन्ट्री हो भनेर भनेको छ। कस्तो हुन्छ भन्नुभएको छ होइन। धेरै हो क्या, अन्त 2 4 6 8 10 12वटा रहेछ हौ। अस्ति केमा काम गर्नुहुन्छ भन्दै सोच्दै हुनुहुन्थ्यो। म चाहिँ यता काम गर्छु। यो चाहिँ सानो टर्कीको हाम्रो चाइनिज रेस्टुरेन्ट हो। हेलो एभ्रिवान, सम्पूर्णलाई स्वागत छ मेरो नयाँ भ्लगमा। तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। जति पनि मेरो युट्युबमा अहिले नयाँ जोडिनु भएको साथीभाइहरूलाई पनि एकदमै स्वागत गर्न चाहन्छु। र आज चाहिँ मेरो भ्लग यहाँबाट सुरुवात भइसकेको छ होइन। तपाईँहरूले अब टर्कीको विभिन्न दृश्यहरूसँगै इन्फर्मेटिभ भिडियोहरू अथवा जानकारीमूलक विषयहरूमा पनि हामी कुरा गर्नेछौँ। केही कुरा जान्नु बुझ्नु छ भने टर्कीको विषयमा तपाईँहरूले कमेन्ट गर्दाखेरि हुन्छ। मैले जानेसम्मको बुझेसम्मको चाहिँ तपाईँहरूलाई म कमेन्टको जवाफ दिने कोसिस गर्दछु। मलाई थाहा नभए पनि म तपाईँहरूलाई रिसर्च गरेर भए पनि केही जानकारीहरू दिने प्रयास गर्नेछु, ताकि हामी जति पनि हाम्रो देशबाट चाहिँ नेपालबाट टर्की आउँदै हुनुहुन्छ भने चाहिँ धेरै साथीहरू फस्नु भएको छ। दलालहरूले विभिन्न खालको आश्वासन दिएर चाहिँ हामी फस्नु बाध्य भएका छौँ होइन। यस्तो नहोस् भन्नको लागि चाहिँ तपाईँहरूले यो भिडियो हेर्नै पर्छ र मेरो च्यानलमा भिजिट गर्नुहोस्। धेरै महत्त्वपूर्ण कुराहरू मैले भिडियो बनाएर हालेको छु, त्यो तपाईँहरूलाई अवश्य पनि काम लाग्नेछ होइन। अब हामी नेपालमा पछिल्लो समय धेरै वैदेशिक रोजगारहरूमा जाँदैछौँ। अब त्यसको लागि पनि एउटा मुख्य स्रोत टर्की वैदेशिक रोजगारको लागि महत्त्वपूर्ण हुनसक्छ। तर यस विषयमा चाहिँ हाम्रो नेपाल सरकारले पनि केही ध्यान आकर्षण गर्नुपर्छ यस विषयमा। यहाँनिर अब नेपाल एम्बेसी राख्नुपर्छ। श्रमिक सम्झौता जस्तै रोजगारीको लागि श्रमिकहरू पठाउँदाखेरि होइन सम्झौता गरेर चाहिँ यो कामहरू अगाडि बढायो भने टर्कीमा राम्रै छ। तर पछिल्लो समय चाहिँ एकदमै गाह्रो पनि छ, किनभने सिजनल होटलहरूमा परेर सिजनल कामहरूमा परेर चाहिँ बिजोग भइराखेको पनि छ। त्यो कामहरूमा चाहिँ तपाईँहरू नआउनुहोस्, यस्तो गर्नु हुँदैन होइन। हामी पनि फस्यौँ त्यस्तै काममा आएर अब एजेन्टले ढाँटेर चाहिँ यो कामहरू भयो। सो अब मैले भोगेअनुसार चाहिँ तपाईँहरूले चाहिँ यस्तो समस्या नभोग्नु होला भन्न चाहन्छु होइन। धेरैजनाले कमेन्टहरू पनि गर्नुभएको छ, कमेन्टहरू पनि लिन्छु। अनि तपाईँहरूको केही मनमा लागेको कुराहरू फेरि पनि कमेन्ट गर्नुहोला, म तपाईँहरूको कमेन्ट उठाउने नै छु। आज चाहिँ म खासै टाढो गइनँ होइन, किनभने आज लगभग 8 बजिसकेको छ। 8 बजीको समय म बाहिर निस्केको छु। अनि अस्ति भन्दै गर्नुभएको थियो अब तपाईँले केमा काम गर्नुहुन्छ, कस्तो काम गर्नुहुन्छ भनेर पनि भन्दै हुनुहुन्थ्यो। अनि मैले हिजो एउटा सानो भिडियो क्लिप बनाएको छु भ्लगमा हाल्नुकै लागि होइन। तपाईँहरूकै जिज्ञासाहरू मेटाउनको लागि मैले होटलमा अब यो काम गर्छु, यस्तो काम छ भनेर चाहिँ मैले तपाईँहरूलाई यो भिडियो क्लिप। ल, हाम्रो काम गर्ने ठाउँ चाहिँ यस्तो छ। अस्ति केमा काम गर्नुहुन्छ भन्दै सोच्दै हुनुहुन्थ्यो। म चाहिँ यता काम गर्छु। यो चाहिँ सानो टर्कीको हाम्रो चाइनिज रेस्टुरेन्ट हो। अनि हामी चाहिँ यहाँ काम गर्छौँ। लगभग 12 घन्टा चाहिँ हामी यहाँ बसेर बिताउनु पर्ने हुन्छ। यस्तै छ साथीहरू। अब काम हुँदाखेरि काम गर्ने, काम नहुँदाखेरि काम अब बस्ने। पहिला चाहिँ मेरो यता थियो काम गर्ने ठाउँ, र पछि लगभग 1 महिना भयो। 1 महिना पछि चाहिँ म यहाँ कटिङमा छिरेको छु। त्योभन्दा अगाडि 1 वर्ष चाहिँ राम्रै भाँडा माझ्यो यहाँ बसेर होइन। अब यो भाँडा र यस्तो भाँडाहरू धरो माझ्यो। अब काम सिक्यो नि त। अनि काम सिकेपछि चाहिँ अब अगाडि बढेको छु। अब हेरौँ के हुन्छ कस्तो हुन्छ साथीहरू होइन। अब यो महिनादेखि स्यालेरी पनि बढ्दैछ मेरो चाहिँ है। तपाईँहरूको चाहिँ के कस्तो छ अब त्यो 27मा मात्रै बढ्ने हो। अनि कति बढाउँछ के बढाउँछ त्यो पनि थाहा छैन। अनि म अब यो साउको अर्को होटल छ वहाँ, अनि त्यो नयाँ होटल अर्को होटलमा अब जान्छु होला अर्को महिनादेखि।
अनि तपाईहरूले त्यहाँको भ्लग हेर्न सक्नुहुन्छ, त्यहाँको दृश्यहरू हेर्न सक्नुहुन्छ, राम्रो राम्रो ठाउँहरू होइन। त्यस्तो छ माहौल साथीहरू। अनि यहाँ चाहिँ हाम्रो गोदाम रहेको छ। यो चाहिँ हाम्रो गोदाम हो। यहाँ हाम्रो सामानहरू ल्याउने अनि टक्क चाहिने सामानहरू राख्ने यो चाहिँ थुक्पा हो। यस्तै छ साथीहरू, माहौल यस्तै छ। अब टर्कीमा अब अहिले चाहिँ गर्मी नै छ होइन, गर्मी छ। अब केही महिना पछि फेरि जाडो सुरु हुन्छ यहाँ। गर्मीमा पनि धेरै गर्मी त हुँदैन। अब हाम्रो चाहिँ यो अन्डरग्राउन्ड जस्तो छ, हावाहरू आउने ठाउँ छैन, त्यही भएर किचनमा अलिक गर्मी हुन्छ। अब ग्यासहरू पनि चलिरहेको छ, त्यही भएर अलिक गर्मी हुन्छ। अलिक पछि त अब यहाँ फेरि हिउँहरू परेर अति जाडो पनि हुन्छ क्या। अनि टक्क हाम्रो चाहिँ खानासाना बनाएर यहाँ लिफ्टबाट माथि पठाउने, माथि गेस्टहरू बस्ने ठाउँ चाहिँ माथि छ। अनि हाम्रो बड्डा हुनुहुन्छ यहाँ, टक्क बसिराख्नु भएको छ अँध्यारो कुनामा। बड्डालाई मेरो भ्लगमा स्वागत छ। धन्यवाद दाइ। के भन्न चाहनुहुन्छ मेरो भ्लगलाई, यसो भनिदिनुहोस् त। ल, दाइको भ्लगहरू एकदम जानकारीमूलकहरू हुन्छन्। दाइ भिडियो हेरेर लाइक कमेन्ट सेयर के हुन्छ गरिदिनु होला। सपोर्ट, तपाईँहरूको सपोर्टको खाँचो छ तपाईँहरूको लागि। दाइको कन्टेन्टहरू छ। धन्यवाद। अब तपाईँहरूले सुनिहाल्नुभयो। अब यस्तै भिडियोहरू, राम्रो भिडियोहरू हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानललाई फलो गर्नु होला। अनि भोलि मेरो छुट्टी छ, त्यही भएर आज मैले थोरै, अस्ति तपाईँ काम गर्ने ठाउँ पनि देखाइदिनु न भन्नुभएको थियो, त्यही भएर मैले देखाइदिएको। अब भोलि चाहिँ मेरो छुट्टी छ। अब भोलि चाहिँ आउँछ है तपाईँहरूलाई मेरो भ्लग आउँछ। त्यही भ्लगमा चाहिँ यो भिडियो म जोडेर तपाईँहरूलाई राख्नेछु, अनि तपाईँहरूले हेरिदिनु होला साथीहरू। अनि के भयो भने कुरो चाहिँ होइन, अब अहिले चाहिँ पछिल्लो समय धेरै मान्छेहरू चाहिँ सिजनहरू अफ भएको कारणले गर्दाखेरि आन्ताल्या साइडबाट इस्तानबुल एरियामा आउनु थाल्नु भएको छ होइन। अब उहाँहरू चाहिँ बिजोक हुन्छ, उहाँहरूलाई अब भने जस्तो कामहरू मिल्दैन चाँडै होइन। अब भर्खर आउनुभएकोहरू हुन्छ। अब त्यो चाहिँ किन भइरहेछ भन्दाखेरि, अब मैले तपाईँहरूलाई टिकटकमा पनि भनेको थिएँ र भिडियोहरूमा पनि भनिरहेको हुन्छु, भ्लगहरूमा नि होइन। अब सिजनल भिजामा नआउनुहोस्, सिजनल काममा नआउनुहोस् भनेर म बारम्बार भनिरहेको छु नि त तपाईँहरूलाई होइन। त्यो चाहिँ किन हुन्छ भने समस्या तपाईँहरूको त्यही हो नि त। यो समस्या हुन्छ भनेर चाहिँ मैले तपाईँहरूलाई सिजनल भिजामा, सिजनल काममा नआउनुहोस् भनेको। वर्किङमै आउँदा पनि केसम्म हुनसक्छ भने होइन, अब तपाईँको ठाउँमा अरू कोही मान्छेहरू, नयाँ मान्छे ल्याएर हाल्ने अनि तपाईँहरूलाई निकाल्ने, यस्तो समस्याहरू पनि भइरहेछ होइन। सो तपाईँहरूले यो चाहिँ एकदमै बुझिदिनुहोस्, तपाईँहरू नठगिनुहोस्। अब 6-7 लाख 8 लाख 9 लाखहरूसम्म पनि तिरेर आउनुहुन्छ, अनि यति तिरेर आउँदाखेरि पनि अनि 3 महिना 6 महिना पछि चाहिँ बन्द भइदियो भने बिजोक हुन्छ होइन। सो अब यो चाहिँ तपाईँहरूले बुझ्नुहोस्। अब मैले भनेको थिएँ यो खास युरोपको सेन्जेन कन्ट्री पनि होइन। अब युरोपको चाहिँ अब यो इस्तानबुल एरिया मात्रै युरोप कन्ट्री हो होइन। अब 3% छ युरोप कन्ट्री। अनि सिजनल भिजामा चाहिँ ड्याङ आन्ताल्या अब एसिया साइडमा चाहिँ मान्छे थुपार्ने, अनि एसियाको जति पनि अब होटलहरू कम्पनीहरू बन्द हुन्छ, अनि तब चाहिँ इस्तानबुल ल्याएर थुपार्ने, अनि यहाँ ल्याएर अब काम खोज्ने, अनि इलिगल तरिकाले चाहिँ अब कामहरू लगाउने, त्यस्तैहरू पनि भइरहेछ होइन। धेरै नेपालीहरू थुप्रिने भनेकै अब इस्तानबुल एरियामा छ। सो साथीहरू, अब तपाईँहरू दुःख नपाउनुहोस्, मैले भनिहालेको छु होइन। अब चाहिँ टर्कीमा लगभग जाडोयाम सुरु हुन लाग्यो होइन। अब 1-2 महिना पछि चाहिँ धेरै जाडोहरू बढ्न थाल्छ, उता हिउँहरू पनि पर्न सक्छ होइन। त्यस्तो छ साथीहरू। अब यो बेलुकाको समयमा धेरै मान्छेहरू आवत जावत गरिराख्नु भएको छ, र म पनि यसो हावा खानु निस्केको छु होइन पार्कतिर। अनि धेरैजनाले कमेन्टहरू गर्नुभएको छ, र अब धेरै योभन्दा अगाडि त धेरैजनाको त मैले समस्याको समाधान गरिदिइसकेको छु, तर केही साथीहरूको चाहिँ मैले समस्याको समाधान गर्न सकेको छुइनँ। सो अब त्यो चाहिँ मैले जाने बुझेको चाहिँ मैले रिसर्च गरेर भए पनि तपाईँहरूलाई जानकारी गराएँ, र केही कुरा चाहिँ अब जानकारी नभएको कारणले गर्दा मैले तपाईँहरूलाई जानकारी गराउन सकिनँ। सो अरू भिडियोमा म खोजेर अनुसन्धान गरेर जानकारी दिने कोसिस गर्नेछु। रातिको दृश्य चाहिँ यस्तो रहेको छ यहाँनिर।
होइन, झिलिमिली छ सबैतिर, एकदमै नाइस भ्यू छ, बवाल छ, हेर्न सक्नुहुन्छ है। हरियाली छ, रुखहरू रोपेको, दुबोहरू टक्क यस्तो छ माहौल साथीहरू होइन। घुम्नु चाहिँ रमाइलो छ। अनि गाह्रो छ हामीलाई चाहिँ होइन, अब जे हुनु भइसकेको छ। टर्कीमा लिगली रूपमा वर्क पर्मिट राम्रो बन्यो, राम्रो काम पाइयो भने चाहिँ राम्रै हुन्छ। तर अब यहाँ चाहिँ धेरै मान्छेहरू चाहिँ बिजोग भइरहेको अवस्था छ होइन। यहाँ चाहिँ मकै पोल्दै रहेछ अर्ग्यानिक। ल यहाँ चाहिँ यस्तो राम्रो भ्यू देखिरहेछ है, पानी टक्क माथि आइरहेछ, वरिपरि यस्तो छ यहाँको दृश्य हेर्न सक्नुहुन्छ। यो चाहिँ सुल्तान अहमेद मैदान भन्छ होइन। यो मैदानमा म आएको छु, हेर्न सक्नुहुन्छ। घुम्नको लागि चाहिँ एकदमै राम्रो दृश्य रहेको छ यहाँनिर। तपाईँहरू पनि घुम्न सक्नुहुन्छ होइन। आउनुभयो भने, इस्तानबुल आउनुभयो भने, सुल्तान अहमेद मैदान आउनुभयो भने एकदमै बवाल छ, हेर्नु होला, देख्न सक्नुहुन्छ। यो पार्कमा चाहिँ म अरू बेला आएको थिइनँ है, आज फर्स्ट टाइम आएको। यस्तो बवाल देखिरहेछ। यहाँ पनि विभिन्न खालको माहौल देख्न सकिन्छ। यो केही न केही इतिहास बोकेको होला है। यहाँनिर एउटा स्तम्भ जस्तो ठडाइएको छ, अनि यहाँ भुइँमा चाहिँ अब केही कुराहरू बङ्करहरू जस्तो पनि छ क्या, युद्धहरू हुँदाखेरि अब लुक्ने जस्तो बङ्करहरू जस्तो पनि छ। र यहाँको माहौल यस्तै रहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। र एकजना ब्रदरले भन्नुभएको थियो मलाई त एजेन्टले टर्कीमा फ्यामिली लानु मिल्छ, युरोप कन्ट्री हो भनेर भनेको छ, कस्तो हुन्छ भन्नुभएको छ होइन। तर फ्यामिली ल्याउनुको लागि चाहिँ तपाईँ लिगली रूपमा अपार्टमेन्ट लिएर बस्नुपर्ने हुन्छ। अनि लगभग तपाईँ चाहिँ गभर्मेन्टलाई ट्याक्स तिरेर होइन 8 वर्ष चाहिँ नियमित बसेको हुनुपर्दछ। त्यसपछि चाहिँ टर्किस जनताले पाउने अधिकार चाहिँ तपाईँले पाउनुहुन्छ भनेर चाहिँ अब डकुमेन्टहरू रहेको छ। त्यति गर्नुभयो भने चाहिँ तपाईँले 8 वर्ष लिगली रूपमा बस्नुभयो र सरकारले भने बमोजिमको क्राइटेरियाहरू पुरा गर्नुभयो भने चाहिँ तपाईँले फ्यामिली ल्याउनु मिल्छ है। टर्कीको लागि मेडिकल कतिको कडा हुन्छ, छातीमा दाग भएको लान्छ कि लाँदैन भन्नुभएको छ होइन। टर्कीको मेडिकल चाहिँ कडै हुन्छ होइन। प्रेसर अब छातीमा दाग भएकोहरूलाई चाहिँ अब हामीसँगै हुँदाखेरि पनि 2 जनाको मेडिकल फेल भएको हो होइन। तपाईँको पनि त्यस्तो छ भने चाहिँ तपाईँले एकदमै आफ्नो हेल्थलाई केयर गरेर औषधिहरू खाएर ठिक भयो भने मात्रै आउनु होला। नत्र यहाँ आएर फर्किनु पऱ्यो भने चाहिँ तपाईँलाई एकदमै गाह्रो हुन्छ, डबल खर्चा हुन्छ होइन। यहाँ पनि आएर मेडिकल गर्छ, अब उहाँ मात्रै मेडिकल गर्दैन तपाईँहरूलाई होइन। त्यो चाहिँ बुझ्नुपर्छ तपाईँहरूले। कडै छ, अब छातीमा दागसाग भयो भने चाहिँ फर्काउने सम्भावना छ है त। अर्को कमेन्ट भन्नुभएको छ चिकन प्याकिङमा चाहिँ ओभर टाइम मिल्छ कि मिल्दैन भन्नुभएको रहेछ होइन। ओभर टाइम चाहिँ सबै कम्पनीहरूमा मिल्छ भन्न चाहिँ सकिँदैन होइन। तर केही कम्पनीहरूमा चाहिँ अवश्य मिल्छ। तर त्यो कम्पनीहरू अब राम्रो चलेको छ भने चाहिँ तपाईँहरूलाई मिल्छ। अब जस्तै यहाँको गभर्मेन्टको बिदाहरू हुन्छ नि त होइन, छुट्टीको दिनमाहरू पनि अब काम गऱ्यो भने डबल दिने। अब कसैमा चाहिँ हप्तामा 2 चोटि पनि अब शनिबार र आइतबार छुट्टी दिने, त्यस्तो कम्पनीहरू पनि हुन्छ। त्यस्तोमा पऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ। अनि शनिबार र आइतबार छुट्टीको दिन पनि काम गर्नुभयो भने डबल पैसा त्यो दिनको दिने पनि हुन्छ होइन। त्यस्तो भयो भने राम्रो हुन्छ। तर धेरै कम्पनीहरू नराम्रो हुन्छ अब होइन। राम्रो कम्पनी भेट्नुलाई एकदमै गाह्रै हुन्छ। एकजनाले कमेन्ट गर्नुभएको छ टर्कीबाट युरोप कन्ट्रीहरू लिगली तरिकाले जानु मिल्छ कि मिल्दैन भन्नुभएको छ होइन। धेरैजना एजेन्टले अहिले के भन्दैछ भने टर्की जाने, टर्कीबाट चाहिँ अरू युरोप कन्ट्रीहरूतिर छिर्नु सजिलो हुन्छ भनेर नेपालीहरूलाई पठाइरहेछ होइन। तर यो भ्रम हो। यहाँबाट लिगली रूपमा अरू युरोप कन्ट्री जानको लागि एकदमै गाह्रो छ होइन। मेन कुरो त लिगली रूपमा जानको लागि तपाईँको 8 वर्ष यहाँनिर लिगली तरिकाले गभर्मेन्टको नियमअनुसार बस्नुपर्ने हुन्छ।
अनि त्यसो गर्दाखेरि चाहिँ तपाईँहरूको लङ टर्म रेसिडेन्ट पर्मिट एउटा कार्ड हुन्छ, त्यो कार्ड बनेपछि चाहिँ तपाईँहरू जानु मिल्छ होइन। तर अहिलेको लागि चाहिँ तपाईँहरू जानु मिल्दैन, किनभने तपाईँहरू आउने बित्तिकै जानु भनेर सोच्नुहुन्छ, त्यस्तो त्यो डिसिजन चाहिँ नलिनु होला। किनभने पहिला पहिला टिआरसी कार्डहरूले पनि जानु मिल्छ भन्थ्यो होइन, त्यो चाहिँ अहिले चाहिँ टिआरसी कार्डहरू पनि बन्नु छोडिसक्यो। बन्ने सम्भावना 50% मात्रै हुन्छ, अब 50% हुँदैन, रिस्क लिएर काम गर्नुपर्छ भन्ने कुराहरू पनि हुन्थ्यो होइन। अहिले त्यस्तै भइरहेछ। सो एजेन्टले तपाईँहरूलाई युरोप कन्ट्रीबाट अर्को युरोप कन्ट्री जानु मिल्छ, टर्की जानु, त्यहाँबाट अवश्य पनि मिल्छ भनेर भन्दैछ भने त्यो चाहिँ एकदमै भ्रम हो। यहाँबाट सोचे जस्तो हुँदैन। इलिगल तरिकाले जाँदा पनि कति साथीहरूलाई बोर्डरबाट चाहिँ तपाईँहरूलाई डिपोर्ट हानेर पठाउने होइन, कतिहरूलाई चाहिँ अब समातेर अब जेल हाल्ने यस्तोहरू पनि भइरहेछ। त्यही भएर तपाईँहरूले त्यो चाहिँ सोचेर नआउनु होला साथीहरू होइन। 7 लाख मागेको छ, अब पैसा दिनु के गर्नु भाइ, पैसा दिएन भने काम गर्दिनँ भनेको छ भनेर कमेन्ट गर्नुभएको रहेछ होइन। अब अगाडि नै पैसा चाहिँ दिनु हुँदैन, अब अगाडि पैसा दिनुभयो भने फस्ने सम्भावना पनि हुन्छ। अनि अब सिजनल अब कामहरू खुल्ने बेला भएको छ होइन, अब 1-2 महिना बन्द हुन्छ। अनि अहिलेदेखि नै डकुमेन्ट सङ्कलन गरेर अब सिजनलमा पठाउने पनि सम्भावना हुन्छ। त्यस कारणले चाहिँ म के भन्छु भने जब भिएफएक्स भइसक्छ त्यसपछि चाहिँ अनि तपाईँको वर्क पर्मिटहरू आउँछ, अनि त्यसपछि चाहिँ तपाईँले पैसा दिँदाखेरि हुन्छ होइन। पैसा दिँदा पनि तपाईँले ब्याङ्किङ कारोबारहरू मात्रै गर्नुहोस्, अनलाइन सिस्टमबाट दिनुहोस्। भोलि फस्यो भने चाहिँ त्यही प्रमाणबाट तपाईँहरूले खोज अनुसन्धान गर्न सक्नुहुन्छ र आफ्नो पैसा रिटर्न लिन सक्नुहुन्छ। बेसिक स्यालेरी अथवा यहाँको लिइरहेको चाहिँ कति हुन्छ भनेर भन्नुभएको रहेछ। पहिला पहिला हामी आउँदाखेरि चाहिँ अब 1 रुपियाँको नेपालको 4 रुपियाँ हुन्थ्यो है, अहिले चाहिँ घटेर तपाईँको नेपाली अब लगभग टर्किस लिरा 1 रुपियाँको नेपालको अहिले चाहिँ 3 रुपियाँ 19 पैसा रहेको छ। र त्यो चाहिँ दिन प्रतिदिन घट्दै गइरहेछ र कतिसम्म घट्ने हो त्यो चाहिँ थाहा छैन होइन। पछिल्लो समय चाहिँ टर्कीमा केसम्म भएको छ भने उताबाट एजेन्टले ड्याङ मान्छे पठाउने, अनि यहाँ ल्याएर बिजोग बनाउने, अनि त्यसपछि अब केही यहाँको पुरानो मान्छेहरूलाई गुहार्ने होइन, अब काममा लगाइदिए भन्ने, एजेन्टले काममा नलागेपछि आफै काम खोज्ने। अनि त्यसपछि फेरि यहाँ पनि फेरि एजेन्ट नै एजेन्ट हुन्छ क्या, एउटाले अर्कोलाई ठग्ने, अर्कोले अर्कोलाई ठग्ने, अनि चर्को पैसा लिने, अनि तपाईँहरूलाई काममा लगाइदिने, काम पनि राम्रो काममा नलगाउने, त्यस्तै हुन्छ क्या। अब उता त ठग्यो अनि तपाईँहरू यहाँ पनि ठगिनुहुन्छ। आम्बो बिरालो हेर्नु गाइज, यहाँ चाहिँ बिरालो चाहिँ कति धेरै हो क्या, अन्त 2 4 6 8 10 12वटा रहेछ हौ। ल साथीहरू, अब घुमफिर गरिवरी आएर खाना पनि लिएर आएँ होइन। अब खाना पनि आज त ठ्याक्कै 9:30 बजी पो खाइ हुने भयो है, लास्ट भोक लागिरहेछ। अब चाहिँ गएर टक्क खाना खानुपर्ने हुन्छ है। ल थ्याङ्क यू सो मच साथीहरू, जसले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन। केही कुराहरू सोध्नु छ भने कमेन्ट गर्दै गर्नु होला। र आज चाहिँ छोटो मिठो र एकदमै महत्त्वपूर्ण भिडियो चाहिँ आज मेरो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू गाइज।